अहिले भर्खरै नोबेल बैंकले 8% पर्पिचुअल नन क्युमुलेटिभ प्रिफरेन्स शेयर्सहरू इस्यु गरेको छ। अब यसलाई चाहिँ सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ नेपालले पनि एप्रुभल दिइसक्यो लिस्टिङको निमित्त। अब यो भनेको के हो भन्ने कन्सर्न भएको होला, किनकि यो त नेपालको मार्केटमा नयाँ सेक्युरिटी जस्तो लागिरहेको छ। यसलाई हामी एउटा उदाहरणबाट बुझ्ने ट्राई गरौँ है त। सो बेसिकली यदि कुनै कम्पनीलाई पैसा चाहियो भने उले कुन कुन स्रोतबाट पैसा उठाउन सक्छ? एउटा उले आफ्नो ओनरशिप बेच्न सक्छ, अर्थात् इक्विटी बेच्न सक्छ, अर्डिनरी शेयर्सहरू। दोस्रो भनेको उले ऋणमा पैसा उठाउन सक्छ। यो दुईटा मिडियम चाहिँ पपुलर छ। अब यो भनेको थर्ड मिडियम युज गरेको हो नोबेल बैंकले। सो यो थर्ड मिडियम कसरी काम गर्छ है त? एक तर्फ पूरा ऋण थियो, ऋणमा उठाउन मिल्छ। दोस्रो तर्फ इक्विटी बेच्नु थियो। ऋणमा पैसा उठायो भने एउटा तनाव हुन्छ। के तनाव हुन्छ भने पैसा फिर्ता पनि गर्नुपर्छ के टाइम पिरियड पछि। एक दोस्रो के हुन्छ त भन्दाखेरि कम्पनी घाटामा होस् फाइदामा होस् ब्याज त तिर्नै पर्छ, जहाँबाट खोजेर ल्यायो भने पनि। सो त्यो अब्लिगेशन्स हुन्छ। इक्विटी बेच्यो भने के समस्या हुन्छ? इक्विटी बेच्यो भने ओनरशिप हराउँछ हैन। सो तपाईको ओनर्सहरूले जुन कमाउनु पर्ने, अब धेरै इक्विटी बेच्दिनु भयो भने त ओनर त धेरै हुने भयो अनि ओनर्सको रिटर्न के हुने भयो? कम हुने भयो। सो ओनरशिप बेच्न पनि टेन्सन छ, ऋण लिन पनि टेन्सन छ। सो प्रिफरेन्स शेयर्स भनेको के हो भन्दाखेरि प्रिफरेन्स शेयर्स पनि ऋण जस्तै हो, जसमा एउटा पर्टिकुलर रेट अफ डिभिडेन्ड फिक्स गरिदिएको हुन्छ। उदाहरणका निमित्त यदि मैले 1 करोडको प्रिफरेन्स शेयर्स किन्यो भने नोबेल बैंकले भन्न सक्छ म तपाईलाई 10% डिभिडेन्ड दिन्छु भनेर कमिट गर्न सक्छ। अब 1 करोडको 10% भनेको कति भयो? 10 लाख रुपैयाँ वर्षमा दिन्छु भनेर कमिट भएको हुन सक्छ। तर प्रिफरेन्स शेयर्समा दुईटा टाइपको कन्डिसन हुन्छ। एउटा क्युमुलेटिभ हुन्छ, एउटा नन क्युमुलेटिभ हुन्छ। अब क्युमुलेटिभ भनेको के हो भने यदि यो वर्ष प्रफिट भयो त ठिक छ 10 लाख आयो, तर यो वर्ष प्रफिट भएन भने अहिले त दिनु परेन नि त, ऋण जस्तै ब्याज जहाँबाट खोजेर पनि। तर अर्को वर्ष 20 लाख दिनुपर्छ मलाई, किन भन्दाखेरि 10 लाख त्यो वर्षको, 10 लाख यो वर्षको। तर नन क्युमुलेटिभ हो भने त्यस्तो केसमा चाहिँ जुन वर्ष घाटा भयो त्यो वर्ष दिनु परेन, अर्को वर्ष कन्टिन्यू पनि जाँदैन, त्यो वर्षको मात्रै 10 लाख हुन्छ। सो एउटा कन्डिसन बुझ्नुभयो। दोस्रो पर्पिचुअल भनेको के भयो? लाइफ टाइम कहिले पनि तपाईले यो शेयरहरू फेरि तपाईले 1 करोडमा मैले किनेको भने 1 करोड मलाई फिर्ता दिइराख्नु परेन, तर जुन कमिट गरेको ब्याज छ त्यो चाहिँ तिरिराख्नु पर्छ है त। अब हेर्नुस् अहिले इस्यु गरेको के हो? पर्पिचुअल अर्थात् लाइफ टाइम। नन क्युमुलेटिभ भनेको घाटा भएको वर्षको डिभिडेन्ड दिनु परेन, तर कति पर्सेन्ट लाइफ टाइम ब्याज मिल्ने भयो त भन्दाखेरि 8%। सो 8% डिभिडेन्ड चाहिँ मिलिराख्ने भयो। यदि नोबेल बैंक प्रफिटमा जान्छ भने हरेक वर्ष 8% डिभिडेन्ड चाहिँ फिक्स हुने भयो। यस्तो टाइपको शेयर हो है त। हस्, थ्यांक यू।